हेलो साथीहरू, म तपाईँलाई लन्डन लौमिन बनाउने रेसिपी आएको छु। यो भिडियो हुन्छ म हेर्नु होला। सुरुमा आफूलाई चाहिने सबै भेजिटेबल काटिसकेपछि लौमिनलाई 1 मिनट तातो पानी उमाले। तातो पानीमा 1 मिनट उमालिसकेपछि लौमिनलाई चिसोपानीले धोएँ। अनि एउटा फ्राई प्यानमा लेल राखेर लन्डालाई दुईपट्टि तराई गरेँ। तराई गरिसकेपछि फेरि लेल राखेर तसुन र ल्याजलाई फेरि तराई गर्ने। यतिको तराई भइसकेपछि फेरि यसमा गाजर ल्याप्सिकन राख्ने। ल्याप्सिकन काटेर राखिसकेपछि यसलाई फेरि राम्रोसँग तराई गर्ने। तराई भइसक्यो भने यसमा फेरि धोबी राख्नु होला। धोबीलाई पनि राम्रोसँग तराई गर्नु होला। यतिको तराई भइसकेपछि लौमिनमा आएको तसला राख्नु होला। तसलालाई पनि चारैतिर थिस गर्नु होला। चारैतिर थिस भयो भने फेरि लौमिन राख्नु होला। लौमिन राखेर पनि तसला, भेजिटेबल अनि लौमिन राम्रोसँग थिस गर्नु होला। अनि यतिको थिस भइसकेपछि अझ 2वटा सिन्का ल्याएर फेरि पनि जतासुकै हुने गरेर ठिस गरेर गर्नु होला। यतिको ठिस भइसकेपछि लन्या काटेर माथिबाट लन्यालाई ठसिङ गर्नु होला। माथिबाट लन्या ठसिङ गरिसकेपछि हल्का लन्यालाई पनि यसमा ठिस गर्नु होला। अब फाइनल्ली लन्डा लौमिन तेरी भयो। अब हामी खान सक्छौँ। यसलाई तिरेतमा यसरी राख्नु होला। आफूले खान जति त्यसपछि घ्याम तान्नु होला। यस्तो भयो हाम्रो लन्डा लौमिन। बाई बाई।